मलाई चाहिँ एकदम रमाइलो लाग्छ कि मेरो माइती गाउँ है। यो माथि हो आमा घर। हाम्रो चाहिँ बाटो अलि राम्रो छैन क्या त्यो बाटो आउनलाई, अनि कस्तो घुमेर आउनुपर्छ हो। यो मुनिया उयो आमा घर देख्नुभएको तपाईँहरूले, आमाको घर हो। मेरो आमाको घर यतापट्टिबाट आमा बस्नुभयो है। अब म चाहिँ अब लाग्ने यता हो पारी लासढुङ्गा। कस्तो रमाइलो देख्छु फेरि, रमाइलो है, कति रमाइलो लाग्छ मलाई त। लास्टै रमाइलो लाग्छ हो, यहीँ बसिरहँ जस्तो लाग्छ यो टाइममा क्या। हरियो परियो देख्छ नि त, अनि त्यही भएर मलाई सधैँ राम्रो लाग्छ। यो सबै मेरो माइती गाउँ है, तल दाजुभाइहरू हो। कोही खेत रोप्न हतार रहेछ। त्यो माथिको बाटो अलि राम्रो छैन, फनक्कै घुम्नुपर्छ क्या। अनि यस्तो राम्रो लाग्छ मलाई यहाँ त। त्यो सोलीघोप्टे डाँडा देख्यो, जहाँबाट नि यसो सोलीघोप्टे डाँडा देख्यो नि त्यहाँ मेरो माइता हो भने जस्तो लाग्छ मलाई चाहिँ है। दासढुङ्गा पुलबाट जान्छु म। उता ठेउराको पुलबाट मलाई झ्याउ लाग्छ कि जानलाई। मलाई चाहिँ यही बाटो ठिक लाग्छ। ठुलो दासढुङ्गाधरि डुबाउन लागेछ हौ, हेर्नु त। आमामा, ठुलो दासढुङ्गा नि डुबाउन लागेछ। ठुलो दासढुङ्गा डुबायो भने त पुरै नारायणघाट डुब्छ अरे भन्थ्यो केटीमा हामीले पहिला पहिला, त्यस्तो सुन्थ्यौँ। खै अहिले त भइरहेछ त। मेरो बाबाहरूको घर हो यो। पितृहरूलाई धन्यवाद। मेरो गाउँले दाजुभाइ भेटियो। बनाउने हो यहाँ। यहाँ अब उता घर कम्पाउन्ड घेर्दैछ कि दाइ। कम्पाउन्ड घेरी भएपछि यो गर्ने हो। आरामै हुनुहुन्छ? आरामै। कस्तो लाग्छ त यहाँ बसेर आनन्द पारी पाखा हेर्दाखेरि? चिसा खाएर बसिरहेको है, कस्तो आनन्द लाग्छ है। आनन्द के वस्तु चराउनु भयो र? होइन खै कसो हो नि त्यो। हाम्रो आमाको खेतबारी बिचरा झिङ्रिङ्ग खाडगारी भए। कागती खेती कहाँ छ? मैले त ठिउरातिर पो लागेको थियो त हौ। दासढुङ्गा त लाम्लुमै डुबाइदिएछ त है दाइ। पहिला 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 त यो दासढुङ्गा डुब्यो भने त नारायणघाट डुब्छ अरे भन्ने सुन्थ्यो है। खोइ त अहिले त हजुर नारायणघाट पुरै के भन्छ अरे अहिले त ड्याम लगाएर उस गरेको त। अग्लो गर्दै घुम्न आएको तातो पानी पाखा। तातो पानी के छोरी हो तपाईँको? छोरी जापान छ त यो। जापानमा छ? ए छोरी अहिले जापान बिहा भइसक्यो के कसो? बिहा भइसक्यो। नाता नातिनी पनि भइसक्यो होला है खासै त तपाईँको? छोरीको भएन, भइसक्यो। भइसक्यो है। कान्छाको 2टा, ठुल्चोको एउटा। ए साढे एउटा भन्नु ठुल्छ यो। ए नाता नातिनी पनि भइसक्यो। किनभने हाम्रो त गर्दैदेखि भइसक्थ्यो के को होइन र। तपाईँहरू बिहा गर्दा त हामी त केटीकेटी थियो। हामी त केटीकेटी थियो। अब रे नारायणी खोला के डेन्जर बढेको हो। पानी ठुलो परिरहेको थियो नि त हिजो अस्तिबाट। आमामा कस्तो बढेको नि, खतरा बढेको हौ। दार्जिलिङमा पुल त डेन्जर बढेको छ पानी। चक्कर लाग्ने। दार्जिलिङमा त डुबाएछ। बिहान त झन् कति डुबेको थियो होला। बिहानमा झन् एकदम डुब्छ दिनमा भन्दा। यो चितवन हो, यता तनहु, यो तनहु, यता चितवन, यो खोला नारायणी खोला। यस्तो डरलाग्दो छ खोला। आमा